नमस्ते गाइजहरु के छ कस्तो छ हजुर सबैलाई सन्चै छ होला म नि एकदम सन्चै छु। आज चाहिँ म र मेरो भाइ पछाडी छ हैन हामी दुईजना आज च्यालेन्जिङ भिडियो लिएर आइसकेका छौं। आजको एक दिन भरि पुरै आज हामी उता खेद्नै बस्ने भने ओए आज एक दिन पुरै त्यहाँ रोपाइ गर्ने छौं हैन। त्यहाँ चाहिँ रोपाइ चाहिँ आज एकदम कठिन होला जस्तो भइसक्यो। पुरै पानी सानी परिसक्यो यता चाहिँ अलिअलि सिम पानी परिसक्यो। ओए हेरौँमा जाल्ना छ हैन त्यही गएर अब टक्क लाएर रोप्छौँ। फर्स्ट टाइम हो यहाँको रोपाइ चाहिँ फर्स्ट एक्सपिरियन्स हुन्छ मेरो लागि। आज चाहिँ अलिक गाह्रै हुन्छ जस्तो छ किनकि पानी एकदम परिरहेको छ नि त्यही भएर अब त्यहाँ हामी एकछिनमा खेत पुग्न लगभग लाग्छ 10-15 मिनट। त्यहाँ गएर त्यसको भिडियो एकदम दामी तरिकाले हालिदिन्छु। आज चाहिँ हजुरहरूले एकदम सपोर्ट गरिदिनु पर्यो। सो लाइट गाइज हामी चाहिँ अहिले गावर पार्कमा पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ। गावर पार्कको दृश्य चाहिँ यस्तो दामी देखेछ हैन। मान्छेहरू आजकल चाहिँ घुम्न आउँछन् टक्क लाएर चिसो महिनामा चाहिँ एकदम दामी तरिकाले घुम्न आउँछन्। अहिले चाहिँ लास्ट गाह्रो पनि भइसकेको छ। एक हातमा यो छ फेरि कसैजना पुरै चिप्लो छ क्या चिप्लो छ त्यसले गर्दा ढालिदिन सक्छ भन्ने समाधान चाहिँ एक हातमा फोन एउटामा यो सामान्नु परेछ। एकदम गाह्रो पनि भइसक्यो लास्टै। यो यहाँ चाहिँ कस्तो नेचुरल ब्युटी जस्तो छ क्या है। यो यहाँ त आइफोनले ल्याउने भने यस्तो दामी देखिन्छ हेर्न सक्नुहुन्छ एकछिन। दामी मौसम छ क्या आज चाहिँ पानी सानी परेर टक्क लाएर एकदम दामी देखेको छ। आजको यो भ्यूलाई चाहिँ क्याप्चर गर्नलाई आउनु होला हजुरहरू चाहिँ होइन। लगभग 10-15 मिनट हिँडेपछि टक्क लाएर आइसक्यो मैले चाहिँ हाम्रो खेतमा। खेतहरू चाहिँ यिनीहरू यहाँदेखि माथि कुखुरा छ त्यसको तल सम्भव होइन। अनि यतापट्टि सानो योदेखि भाइरल फिक्स हुन्छ नि यति छ। आज चाहिँ कस्तो गर्मी त छैन उतै एकदम दामी छ है। पानी सानी पर्न लागेको टाइपको कि एकदम नेचुरल ब्युटी टाइपको छ यतातिर चाहिँ। सबले धान रोपिसक्यो कि हाम्रो मात्रै बाँकी रहेछ रोप्नु होइन। हाम्रो मात्र रोप्नु बाँकी क्या। अब लास्ट आज सकिन्छ आज यताको सकिन्छ अनि लास्ट भोलि तल छ। त्यहाँ सकिएपछि हाम्रो धानको रोपाइ कार्यक्रम समाप्त हुन्छ। आज चाहिँ हाम्रो भिडियो चाहिँ यतै बन्ने हुन्छ। यिनीहरू सब खेत रोप्दै आजको दिन यतै बित्छ होइन गाईहरू। सो त्यही अब हामी चाहिँ गोरु ल्याउनु जान्छौँ। जोत्ने आज गोरु लियो खन्ने यो पऱ्यो जोत्ने म परेँ ल। नरेंद्र तो जोत रहा है। रोपेर लगभग जोतेर सकिन लागिसक्यो। लास्ट त्यो तल्लोको खेत चाहिँ गोर्छु नि त्योभन्दा तल्लो खेत छ। सो अब यहाँ चाहिँ भर्खर पानी आयो केटा हो मुस्कान यताहरू त ल हाई गर्नु हो बर्खा पनि हाई गर ल केटाहरू चाहिँ ल। अन्टी त्यहाँ अब यो चाहिँ नास्ता लगाइसक्यो फुपू यहाँ हो गोरु त्यहाँ छन् बाजेहरू त्यता पनि छ र हामी चाहिँ यता नास्ता बर्खा चाहिँ जुसो हुँदैन जुसो भन्दैन।
A few moments later. गाइस होइन आज चाहिँ एकदम थाक लाग्यो होइन आज चाहिँ हामीले रोपेर लगभग सकिसक्यौँ यो सब आजको रोप्यो 1 2 3 1 2 3 4 5 6वटा हिँडे अरू कतिवटा छन् 6वटा हिँडे 7 4 5वटा अरू सानो थियो होइन आज चाहिँ रोपिसक्यौँ मुस्कान के छ खबर भन् त के छ कस्तो आज कतिको थाकिस् एकदम थाक्यो होइन उहाँ चाहिँ रोप्ने दिदी बहिनी तथा दाजुभाइहरू सब यो चाहिँ केटा आउँछ ल अर्को छिटो रोनाल्डो CR7 आइज ल सो हामीले चाहिँ आज रोपेर सकेछौँ आज भोलि एउटा छैन भोलि त्यो त गरिहाल्छ होइन त्यो थोरै छ अहिले भोग्ने लास्ट लगाइसकेको छ सो हामीले अहिले सकिसक्यौँ होइन रोपेर चाहिँ यतिको दाम भयो आज खै मौसमले एकदम साथ दियो भन्नुपर्छ होइन पानी चाहिँ के हो बे त्यो यत्रो उयो नि त त्यो रोप्ने हो क्या पानी चाहिँ परेन एकदम पानी परेन घाम चाहिँ नि लागेन क्या घाम नलागेर चाहिँ एकदम चिल भयो यसले चाहिँ यहाँनिर घाउ बनाएको क्या देखा त के हो बनाएर तैँले ह्यान्ड प्लस टाल्छस् टालिदिएर जसमा ह्यान्ड प्लस टाल्न जस्तो पनि छैन यससँग फेरि के ठुलो हुँदै गएन के हुँदै गएन केही भएको छैन यति कोतारी हो होइन के दुखेछ दुखेछ ल गरेर अहिले रोनाल्डो छिटो त बाबु ए रन बिल